हाम्रो भान्सा अहिले विषादीमय छ। वास्तवमा हाम्रो भान्सा चाहिँ औषधिमय हुनु पर्थ्यो। हाम्रो खानेकुरा भने त औषधि हो। हाम्रा पाला, हाम्रा चाहिँ बाका, हाम्रा आमाका, हाम्रा बाजेका, हाम्रा बजेको पालाका खानेकुराहरू भने चाहिँ औषधि जन्य थिए कि विष देख्ने त कता हो, कता त्यो देख्ने कुरै थिएन, औषधि जस्तो थियो। अहिले हाम्रो भान्सा चाहिँ विषादीले भरिएको भान्सा राखेर जतिसुकै सुन्दर घर किन्न होस्, जतिसुकै ठुलो घर किन्न होस्, जतिसुकै सुन्दर गाडीमा किन्न नचढोस्, भान्सा त बिग्रिएको छ मान्छेको। सुधार गर्नुपर्ने त पहिलो भान्सा नै हो। पहिलो भान्सा। अब भान्साको स्रोत कहाँ भन्दा बारी हो। त्यही खेत हो नि त। भान्साको स्रोत भने त त्यही खेत हो, त्यही बारी हो, त्यही पानी हो, त्यही हावा हो नि त, त्यही माटो हो नि त। हाम्रो समग्र भान्साको स्रोत भनेको के हो भन्दाखेरि त्यही पानी होइन र, त्यही माटो होइन र, त्यही हावा होइन र। अब पानी हेर्नुहोस्, नाला लगाएर मिसाइदिएछ, ढल लगाएर मिसिएछ, त्यहाँ एउटा कुनै जीवाणु रहन्छ भन्ने कुरो खै छैन भनेपछि कति दुर्गन्ध भयो। किन यो मान्छेको चेतना स्तर चाहिँ चेतना भएकै छैन त मैले भन्दिनँ। हामीले व्यवस्थापन गर्न नजाने मैले भन्छु। अलिकति चाहिँ हेलचक्राइ हो। फोहोर पानी खान हुन्न भन्ने त हामी कसलाई थाहा छैन र, थाहा छ नि। विष खायो भने त्यो मरिन्छ भन्ने कसलाई थाहा छैन, थाहा छ नि। अलि चाहिँ हामी हेलचक्राइ गरे अब बिस्तारै मान्छे सचेत हुँदै गएको छ। एउटा लेभलसम्ममा चाहिँ अहिले यो अत्याधिक मात्रामा नसर्ने रोगहरू जुन वृद्धि गर्दै गएको छ,